फिफा वर्ल्ड कप 2026 को लाइभ म्याचेसहरू चाहिँ हामीले टिभी मार्फत, ल्यापटप मार्फत अथवा कम्प्युटर मार्फत र मोबाइल मार्फत चाहिँ हामीले कसरी हेर्ने भनेर सम्पूर्ण जानकारी गराउँदैछु। र सर्वप्रथम साथीहरू मैले चाहिँ यहाँनिर टिभी मार्फत चाहिँ हेर्ने तरिकाहरू जानकारी गराएको छु। र तपाईँहरूसँग नेट टिभी मार्फत हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। डिस होमको टिभी मार्फत हेर्न सक्नुहुन्छ, त्यसैगरी क्लियर टिभी मार्फत, भायानेटको टिभी मार्फत, एनटी टिभी मार्फत हेर्न सक्नुहुन्छ, स्काई मार्फत हेर्न सक्नुहुन्छ, यो म्याक्स टिभी मार्फत हेर्न सक्नुहुन्छ, sky.com मार्फत हेर्न सक्नुहुन्छ, कारो टिभी मार्फत हेर्न सक्नुहुन्छ, सिम टिभी, प्रभु टिभी र मेरो टिभी मार्फत चाहिँ तपाईँहरूले नेपालदेखि चाहिँ तपाईँहरूले चाहिँ फिफा वर्ल्ड कपको लाइभ म्याचेसहरू चाहिँ हेर्न सक्नुहुन्छ। रु 999 रुपियाँ तिरेर चाहिँ तपाईँहरूले सजिलैसँग चाहिँ नेपालदेखि हेर्न सक्नुहुन्छ। र तपाईँहरूले चाहिँ मोबाइल मार्फत हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले डिस होमको एप चाहिँ डाउनलोड गरेर चाहिँ मोबाइल मार्फत हेर्न सक्नुहुन्छ। 549 रुपियाँ चाहिँ तपाईँहरूले लाग्नेछ। यसको लागि चाहिँ तपाईँहरूले जस्ट प्ले स्टोर्समा गएर चाहिँ तपाईँहरूले डिस होमको एप चाहिँ इन्स्टल गर्नु होला। इन्स्टल गरेर चाहिँ तपाईँहरूले ओपन गर्नुपर्ने हुन्छ। ओपन गरिसकेपछि तपाईँहरूले यहाँनिर लगइन गर्नुपर्ने हुन्छ। लगइन कसरी गर्ने भनेर मैले पहिले नै भिडियो बनाइसकेको छु, त्यो भिडियो चेक गर्न सक्नुहुन्छ। र त्यसपछि तपाईँहरूले चाहिँ यहाँनिर यस्तो किसिमको इन्टरफेस पाउन सक्नुहुन्छ। र यहाँनिर म्याच हाइलाइट्स पनि देख्न सक्नुहुन्छ। यहाँनिर म्याच हाइलाइट्सहरू हेर्न सक्नुहुन्छ। त्यसैगरी तपाईँहरूले लाइभ म्याचेस हेर्नको लागि चाहिँ यहाँ माथि आउनुपर्ने हुन्छ र यहाँनिर देख्न सक्नुहुन्छ मोबाइल पास भनेर पनि देख्न सक्नुहुन्छ। जस्ट मोबाइल पास भन्ने अप्सनमा हेर्न सक्नुहुन्छ। यहाँ मार्फत पनि तपाईँहरूले चाहिँ गेट पासमा क्लिक गरेर तपाईँहरूले सजिलैसँग चाहिँ तपाईँहरूले चाहिँ यहाँनिर पेमेन्ट गर्न सक्नुहुन्छ। जस्ट त्यसैगरी तपाईँहरूले यहाँनिर केही तलतिर गइसकेपछि तपाईँले यहाँनिर चाहिँ सक्नुहुन्छ मोबाइल पास भनेर देख्न सक्नुहुन्छ। यो चाहिँ सिजन पास रहेको छ मोबाइलको लागि, मोबाइल पास भनेर देख्न सक्नुहुन्छ। गेट पासमा क्लिक गर्नु होला र त्यसपछि तपाईँले चाहिँ यहाँनिर गएर तपाईँले 500 पेमेन्टमा गएर देख्न सक्नुहुन्छ। गेट सिजन पासमा क्लिक गरेर तपाईँले चाहिँ यहाँनिर कोड एप्लाई गरेर अथवा खल्ती ई सेवा जुनसुकै माध्यमबाट चाहिँ तपाईँले पेमेन्ट गर्न सक्नुहुन्छ। जस्ट ई सेवामा क्लिक गर्नु होला। क्लिक गरेर चाहिँ ई सेवा मार्फत तपाईँले सजिलैसँग चाहिँ पेमेन्ट गरेर चाहिँ तपाईँले सिजन पास लिन सक्नुहुनेछ। साथीहरू आजको भिडियो चाहिँ यति नै रहेको छ। साथीहरू धन्यवाद।